नमस्ते साथीहरू, तपाईहरूलाई नेपाली मुभी रिक्याप्समा हार्दिक स्वागत छ। आज हामीले 2017 मा रिलिज भएको फिल्म फुल मेटल अल्केमिस्टको बारेमा रिक्याप गर्दैछौँ। कथा एउटा सानो शहरबाट सुरु हुन्छ, जहाँ एडवर्ड र उनको कान्छो भाइ अल्फोन्स आफ्नी आमासँग बस्छन्। यस शहरको एउटा अनौठो परम्परा के हो भने शताब्दीदेखि यहाँका मानिसहरू दार्शनिक ढुङ्गा बनाउन कोसिस गरिरहेका छन् र भनाइ छ त्यो ढुङ्गाले फलामलाई पनि सुन बनाउँछ र सुच्न नसकिने शक्तिहरू दिन्छ। तर कोहीले यो पनि भन्छन् कि यसको साँचो शक्ति प्राप्त गर्न मानिसको ज्यानको बलि चाहिन्छ। एडवर्ड र उनको भाइले आफ्ना घरका लाइब्रेरीका पुराना किताबहरू पढेर अल्केमी अभ्यास गर्न थाल्छन्। अभ्यासको क्रममा उनीहरूले एउटा सानो खेलौना बनाउँछन् र खुसी भएर आमालाई देखाउन जान्छन्। आमा आफ्ना छोराहरूलाई अँगालो हाल्दै मुस्कुराउँछिन्, तर केही बेरमै उनलाई एक्कासी हृदयघात हुन्छ र उनको मृत्यु हुन्छ। यो घटनाले दुवै भाइलाई तहस-नहस बनाउँछ। एडवर्डले रुँदै भन्छन्, हामी ट्रान्सम्युटेसन प्रयोग गरेर आमालाई फर्काउन सक्छौँ। तर अल्फोन्सले चेतावनी दिन्छ, मैले सुनेको छु यस्तो कामको भयानक नतिजा हुन्छ। तर एडवर्डले आफ्नो भाइलाई फकाउँछन् र दुवैजना किताबहरू खोजेर ट्रान्सम्युटेसन सुरु गर्छन्। ट्रान्सम्युटेसन सुरु हुनासाथ उनीहरूको वरिपरि उज्यालो रिङ निस्किन्छ। ट्रान्सम्युटेसन सर्कल चम्किन्छ र त्यही रात एउटा ठूलो आँधीले उनीहरूको घर र जीवन झन ध्वस्त पार्छ। त्यो असफल प्रयासले गर्दा एडवर्डले एउटा हात र एउटा खुट्टा गुमाउँछन् भने अल्फोन्सको पूरा शरीर हराउँछ। पछि थाहा हुन्छ कि भाइको आत्मा एउटा ठूलो कवचभित्र पसिएको हुन्छ। 20 वर्षपछि हामी एडवर्डलाई जवान भएको देख्छौँ। उनी आफ्नै शहरमा एउटा भिक्षुको पछाडि भागिरहेका हुन्छन्। उसकै औँलामा रातो चम्किलो ढुङ्गा छ र एडवर्डलाई विश्वास हुन्छ कि त्यो दार्शनिक ढुङ्गा हुन सक्छ। तर त्यो भिक्षु सामान्य हुँदैन, ऊ धेरै बलियो र चतुर हुन्छ। भिडन्तमा भिक्षुले पहिलो हमला गर्छ। अब एडवर्ड पनि अल्केमीमा मास्टर भइसकेका छन् र आफ्नो ट्रान्सम्युटेसन कला प्रयोग गर्छन्। एडवर्डसँगै एउटा विशाल कवच हुन्छ जसले उनलाई लडाईँमा सघाउँछ। लडाई तीव्र हुँदै जान्छ र भिक्षुले एडवर्डलाई पञ्च हान्छ। एडवर्डले पनि उल्टै पञ्च हान्छन् र त्यति नै बेला हामीले देख्छौँ कि उनको एक हात र एक खुट्टा पूर्ण रूपमा रोबोटिक छन्, जसका कारण उनका पञ्च असाधारण रूपमा शक्तिशाली देखिन्छन्। त्यो रातो ढुङ्गा भिक्षुको हातबाट झरेर भुइँमा खस्छ। एडवर्डले त्यो उठाउन अघि कर्ने लाउँछन् र त्यो ढुङ्गा उठाएर भन्छन्, तिमीले जुन ढुङ्गालाई पारस ढुङ्गा भनेर सम्झियौ यो त वास्तवमा नक्कली हो, अनि त्यसलाई आफ्नो अल्केमी शक्तिले जलाइदिन्छन् र भिक्षुलाई समात्छन्। धेरै वर्षदेखि खोज्दै आएको वस्तु अचानक आफ्नो हातबाट हराएको देख्दा एडवर्ड दुखी हुन्छन्। त्यति बेला त्यो ठूलो कवच पनि त्यहाँ आइपुग्छ जसले लडाईँमा एडवर्डलाई मद्दत गरिरहेको थियो। तर अब हामीलाई थाहा हुन्छ त्यो कवच वास्तवमा एडवर्डकै कान्छो भाइ हो, अल्फोन्स। तर ठूलो प्रश्न के हो भने किन एडवर्डको हातखुट्टा मात्र हरायो? उसँग रोबोटिक हातखुट्टा कसरी आयो? कि अल्फोन्सलाई बाथरुम जानुपर्छ? र दार्शनिक ढुङ्गाको खास रहस्य के हो? भिक्षु भागेर सैनिकहरूबाट उम्किन्छ र एउटा बिल्डिङको अँध्यारो कोठामा पुग्छ जहाँ 3 व्यक्ति उसलाई कुरिरहेका हुन्छन्। उनीहरू हुन् लस्ट, जो समूहको लिडर हुन्, दोस्रो हुन् एन्भी, जो आफ्नो रूप बदल्न सक्छिन्, र तेस्रो हुन् ग्लटनी, जो खाएको खाइ गर्छन्। यी 3 जनाले नै भिक्षुलाई विशेष कामको लागि पठाएका थिए, तर उसले काम बिगारेकोले एन्भी आफैले उसको हत्या गर्छिन्। इता एडवर्ड निदाउन खोज्छन्, तर उनलाई 20 वर्ष अघिको घटना बारम्बार सताउँछ। उनले त्यो भीषण रात सम्झिन्छन् जब उनी र अल्फोन्सले आफ्नी आमालाई फेरि जीवित पार्न अल्केमी गर्न खोज्छन्। त्यही बेला ठूलो आँधी आउँछ जसले उनीहरूको घरै भत्ता पाउँछ। आफ्नो भाइलाई बचाउन एडवर्ड गेट अफ ट्रुथमा प्रवेश गर्छन्, जहाँ भगवान आफै बस्छन् भनिन्छ। एडवर्ड कराउँछन्, म मेरो भाइको आत्मा फिर्ता ल्याउँछु। त्यो सत्ता जवाफ दिन्छ, तिमीले केही न केही साटासाट गर्नुपर्नेछ। त्यसपछि एडवर्ड आफ्नो हातको बलि दिन्छन्। अल्फोन्सको आत्मा फिर्ता आउँछ, तर शरीर फर्कदैन। बाध्य भएर एडवर्डले भाइको आत्मालाई कवचभित्र राख्छन्। त्यस दिनदेखि त्यो कवच नै अल्फोन्सको अस्थायी शरीर हुन्छ। तर एडवर्ड कहिले हार मान्दैनन्। उनले कसम लिन्छन् कि कुनै पनि हालतमा आफ्नो भाइलाई उसको वास्तविक शरीर फिर्ता दिलाउनेछन् र त्यसका लागि उनलाई दार्शनिक ढुङ्गा नै चाहिन्छ। यही कारण उनी वर्षौंदेखि ढुङ्गाको खोजीमा भौतारिरहेका छन्। भोलिपल्ट कर्नेलले अल्फोन्स र एडवर्डको बाल्यकालदेखिकै साथी विनरीलाई बोलाउँछन्। विनरी नै हुन् जसले एडवर्डलाई रोबोटिक हातखुट्टा अर्थात् अटोमेल सिस्टम बनाइदिएकी थिइन्। अब उनी पनि उनीहरूको यात्रामा सहभागी हुन चाहन्छन्।
कर्नेलले उनीहरूलाई एउटा प्रसिद्ध अल्केमिस्टको घरतर्फ लैजान्छन्। एडवर्डले यस यात्राबाट दार्शनिक ढुङ्गाबारे महत्त्वपूर्ण रहस्य थाहा पाउने आशा बोकेका हुन्छन्, तर उनीहरूलाई थाहा छैन यो यात्रा अझ गहिरो अन्ध्यारो रहस्यतर्फ जाँदैछ। अल्केमिस्टले एडवर्डलाई आफ्नो विगतको बारेमा कुरा गर्छन्। पहिले म सरकारको लागि काम गर्थेँ, तर तिनीहरूले मलाई कहिले विश्वास गरेनन्। मैले आफ्नै तरिका युज गरेर नयाँ जीवन बनाउन खोजेँ र उनी एउटा अजीब किसिमको चरा देखाउँछन्। उनी गर्वसाथ भन्छन्, यो मेरो साथी हो। एडवर्डले पनि आफ्नो जीवनको कुरा नलुकाई भन्छन्, म कुनै पनि हालतमा दार्शनिक ढुङ्गा प्राप्त गर्न चाहन्छु। अल्केमिस्ट केही बेर मौन हुन्छन् र गम्भीर स्वरमा उत्तर दिन्छन्, मलाई थाहा छैन यो ढुङ्गा कहाँ छ, तर म तिमीलाई मद्दत गर्नेछु। अनि भोलि हुन्छ। एडवर्ड र विन्ड्री अर्को सहरतिर लाग्छन्, जहाँ उनीहरू एक डाक्टरलाई भेट्न पुग्छन्। तर डाक्टरले तिनीहरूलाई गलत बुझ्छन्। उनलाई लाग्छ यी दुवै उसलाई मार्न आएका हुन्। हतारमा उनले गोली चलाउँछन्। एडवर्डले बचाउ गर्न खोज्दा डाक्टर बेहोस हुन्छन्। जब डाक्टर होसमा आउँछन्, उनी भन्छन्, तिमीहरू ढुङ्गा खोज्दै यहाँ आएका छौ भने त्यो कुरा बिर्स। दार्शनिक ढुङ्गा कुनै सामान्य कुरा होइन। त्यसै बेला उनले झ्याल बाहिर केही हलचल देख्छन् र गोली चलाउँछन्, तर लस्ट भित्र पस्छिन्। आफ्नो अनुहारमा मुस्कानका साथ भन्छन्, मैले तिमीहरूको कुरा सुरुदेखि सुन्दै थिएँ। उनको शरीरबाट लामो टेन्टाकलहरू निस्किन्छन् र एडवर्ड, विन्ड्री र डाक्टरलाई भित्तामा धकेलिदिन्छन्। डाक्टरलाई नराम्ररी चोट लाग्छ र लस्ट चुपचाप फर्किन्छन्, तर उनका आँखामा कुनै ठूलो योजना लुकेको हुन्छ। डाक्टरले अन्तिम सास लिँदै एडवर्डलाई भन्छन्, तिमीले खोजेको कुराको सत्य ल्याबोरेटोरी नम्बर 5 मा छ। यति भन्दै डाक्टरको मृत्यु हुन्छ। अब एडवर्ड आफ्नो सहर फर्कन्छन् र अल्केमिस्टको घरमा पुग्छन्। त्यहाँ देखेको दृश्यले उनको शरीरको रौँ ठाडो हुन्छ। एउटा भयानक जीव, आधा मानव र आधा कुकुर। अल्केमिस्ट नम्र स्वरमा भन्छन्, यो मेरो छोरी र मेरो कुकुरको मिश्रण हो र मैले तिमीलाई पहिले देखाएको चरा त्यो मेरी श्रीमतीको शरीर प्रयोग गरेर बनाएको हो। यी शब्दहरू सुनेर एडवर्ड पूर्ण रूपमा रिसले भरिन्छन्। उनी सोच्दछन्, कसरी कसैले आफ्नै परिवारलाई विज्ञानको नाममा बलि दिन सक्छ। एडवर्ड क्रोधमा उनलाई कुट्न थाल्छन्, तर अल्केमिस्टलाई मार्न लाग्दा अल्फोन्स बीचमा आउँछन् र उनलाई रोक्छन्। त्यसपछि अल्केमिस्टलाई आफ्नी छोरी, श्रीमती र कुकुरमाथि प्रयोग गरेको अपराधमा जेल हालिन्छ। अब एडवर्डको ध्यान ल्याबोरेटोरी नम्बर 5 मा केन्द्रित हुन्छ, तर यो भवनबारे उनलाई केही पनि जानकारी हुँदैन। त्यसैले उनी किताब र लेखहरू खोज्न थाल्छन्। धेरै दिन बित्दा पनि उनलाई ल्याबोरेटोरी 5 बारे केही जानकारी भेटिँदैन। एक दिन सेनाका जनरल उनको नजिक आउँछन् र सोध्छन्, तिमी के खोज्दैछौ? एडवर्ड भन्छन्, म ल्याबोरेटोरी 5 को ठेगाना पत्ता लगाउन चाहन्छु। जनरल केही बेर सोचेर भन्छन्, ल्याबोरेटोरी 5 भनेको त स्टोर रुमको नाम हो, तर त्यहाँ त धेरै वर्षदेखि कोही गएको छैन। तर उनलाई हल्का शङ्का लाग्छ र एडवर्ड विन्ड्रीसँगै ल्याबोरेटोरी 5 तिर लाग्छन्। सेनापतिको शङ्का बढ्दै जान्छ। उनी बुझ्छन् कि कसैले ठूलो मात्रामा ट्रान्सम्युटेसन गरिरहेको छ र हतारमा माथिल्ला अधिकारीलाई खबर गर्न खोज्छन्। तर ठीक त्यही बेला लस्ट कोठामा प्रवेश गर्छिन्। उनले जेनरलमाथि आक्रमण गर्छिन्, तर जेनरल कुनै तरिकाले बचेर बाहिर भाग्छन् र टेलिफोन बुथमा पुग्छन्। जेनरलले कसैलाई फोन गर्न लाग्दा अचानक एन्भी कर्नेलको रूप धारण गरेर प्रकट हुन्छन्। एन्भीले उनलाई गोली हान्छन्। यो देख्ने मानिसहरूले सोध्छन्, कर्नेलले आफ्नै जेनरललाई हत्या गर्यो। यसै कारण कर्नेललाई हत्या अभियोगमा पक्राउ गरिन्छ। षड्यन्त्रको जाल झन फैलिन्छ। सरकारको आँखामा एडवर्ड र लेफ्टिनेन्ट पनि शङ्कास्पद देखिन्छन्, किनकि उनीहरू सधैँ कर्नेलसँगै देखिने गर्थे। एडवर्डमाथि पनि षड्यन्त्रको आरोप लाग्छ र उनलाई पनि समातिन्छ। त्यति बेला खबर आउँछ, आफ्नै श्रीमती र छोरीलाई होमनकुली बनाउने अल्केमिस्ट पनि जेलबाट भागेको हुन्छ। एडवर्ड र लेफ्टिनेन्ट पनि गार्डहरूलाई बेहोस गराएर भाग्न सफल हुन्छन् र ल्याबोरेटोरी नम्बर 5 आइपुग्छन्। यिनीहरू ल्याबोरेटोरी नम्बर 5 मा पुग्छन्, जहाँ कर्नेलले यिनीहरूलाई कुरिरहेका हुन्छन्। तर त्यहाँ अचानक एक पुलिस अफिसर आउँछन्, जसले यिनीहरूलाई पक्राउ गर्न खोज्छन्।
कर्नेल उसको अनुहार ध्यानपूर्वक हेर्छन् र मुस्कुराउँदै भन्छन्, तिमी वास्तवमा अफिसर होइनौ, तिम्रो गालाको कोटी गलत ठाउँमा छ। तुरुन्तै कर्नेलले आफ्नो अल्केमी शक्ति प्रयोग गरेर त्यो अफिसरलाई आगो लगाइदिन्छन् अनि त्यो अफिसर एनवी बन्छिन्। एनवी मुस्कुराउँदै कर्नेललाई भन्छिन्, तिमी बीरबल भन्दा पनि चतुर छौ। त्यो बेलामा लस्ट पनि आउँछिन् र आफ्नो लामो टेन्टाकल प्रयोग गरेर कर्नेललाई गम्भीर घाइते बनाउँछिन्। एडवर्ड उनको पछि लाग्छ, तर उनी केही क्षणमै हराउँछिन्। एडवर्ड एक अँध्यारो कोठामा पुग्छ। त्यहाँ उसले विशाल ट्रान्सम्युटेसन सर्कल देख्छ, जुन ठ्याक्कै त्यही सर्कल हो जसको प्रयोगले एडवर्ड र उसको भाइले आफ्नी आमालाई पुनर्जीवित गर्न खोजेका थिए। अचानक त्यही अल्केमिस्ट जसले आफ्नी श्रीमती, छोरी र कुकुरलाई बलिदान गरेर प्रयोग गरेको थियो, एडवर्डको अगाडि आउँछ। उसले आफ्नो हातमा चम्किरहेको रातो ढुङ्गा देखाउँछ र भन्छ, यो हो दार्शनिक ढुङ्गा। यी ढुङ्गाहरू यही ल्याबोरेटोरीमा बनाइन्छन्। उच्च अधिकारी, ठूला राजनीतिज्ञ जो आफ्ना परिवारका मरेका सदस्यलाई पुनर्जीवित गर्न चाहन्छन्, त्यसका लागि यहाँ कैदीहरूको बलि दिइन्छ। एक जीवनको बदलामा अर्को जीवन, यही हो अल्केमीको सत्य। त्यसै बेला लस्ट फेरि आउँछिन्। उनले त्यो अल्केमिस्टलाई मार्छिन्। एडवर्ड बुझ्छन् कि असली खेल त अब सुरु हुँदैछ। लस्ट, एन्भी र ग्लटनी पनि यस्तै दार्शनिक ढुङ्गाबाट उत्पन्न भएका रहस्यमयी प्राणी हुन्, त्यसैले उनीहरूसँग असाधारण शक्ति हुन्छ। अब आर्मीके सबैभन्दा ठूला मानिस जो वास्तविक योजनाकार हुन् त्यहाँ आइपुग्छन्। उनले एडवर्डलाई स्पष्ट गर्छन् कि यही शक्तिको प्रयोग गरेर उनले लस्ट जस्ता अमर प्राणीहरूको सेना बनाउन चाहन्छन्, ताकि उनलाई कहिल्यै हराउन नसकियोस्। उनले बत्ती बाल्छन् र एडवर्डले छतमा हजारौं रोबोट जस्तै क्लोनहरू देख्छन्। अब दार्शनिक ढुङ्गालाई मसिन मार्फत सिधै उनीहरूको मुटुमा पुर्याइन्छ र ती सबै रोबोटहरू एकैचोटि जीवित हुन्छन्। आर्मीका नेता आफ्नो प्रयोग सफल भएको देखेर गर्वले मुस्कान गर्छन्, तर उनको गर्व लामो समय टिक्दैन, किनकि ती प्राणीहरू दास हुँदैनन्। उनीहरूसँग आफ्नै स्वतन्त्र चेतना हुन्छ। उनीहरूले तुरन्तै नेतालाई घेरी मारिदिन्छन्। त्यसपछि यी हजारौं रोबोटिक प्राणीहरू एडवर्डमाथि आक्रमण गर्न तयार हुन्छन्, तर समयमै एडवर्डका साथीहरू त्यहाँ आइपुग्छन्। सबैजना मिलेर रोबोटहरूसँग भिड्छन्। उनीहरूले कतिपयलाई ध्वस्त पार्छन्, तर उनीहरूको संख्या अत्यन्तै धेरै भएकाले युद्ध असम्भव देखिन्छ। अन्ततः सबैले आफ्नो ज्यान बचाउन बाहिर निस्कन बाध्य हुन्छन्। बाहिर लास्ट उनीहरूलाई पर्खिरहेकी हुन्छन्। कर्नल मस्टाङले आफ्नो अग्निशक्तिको प्रयोग गरेर बारम्बार उनलाई जलाउँछन्, तर हरेकचोटि उनको घाउ निको हुन्छ र फेरि उठ्छिन्। त्यसबेला हामीलाई थाहा हुन्छ कि उनको मुटुमा दार्शनिक ढुङ्गा छ। त्यो ढुङ्गा नष्ट नगरेसम्म उनलाई मार्न असम्भव छ। एडवर्ड, उसको भाइ र कर्नल तीनैजना मिलेर योजना बनाउँछन्। कर्नल मस्टाङले आफ्नो ज्यान जोखिममा राख्दै उनको मुटुमा हात पुर्याउँछन् र दार्शनिक ढुङ्गा निकाल्छन्। ढुङ्गा बाहिर निस्किए लगत्तै लस्टको शरीर धुलो भएर हराउँछ। ग्लटनीले टाढाबाट यो सबै देखिरहेको हुन्छ र लस्टको मृत्यु भएपछि ऊ त्यहाँबाट डराएर भाग्छ। त्यही क्षणमा कर्नल मस्टाङले एडवर्डलाई दार्शनिक ढुङ्गा हातमा थमाइदिन्छन् र भन्छन्, यसले तिम्रो भाइको शरीर फिर्ता ल्याउन सक्छ। एडवर्ड ढुङ्गा लिएर फेरि सत्यको द्वारसम्म पुग्छ। त्यहाँ उसले आफ्ना भाइको वास्तविक शरीर देख्छ। अब उसले यो ढुङ्गा भगवानलाई दिए मात्र आफ्नो भाइको आत्मा उसको शरीरमा फिर्ता ल्याउन सक्थ्यो, तर अन्तिम क्षणमा उनी रोक्छन्। उनले याद गर्छन् कि यस ढुङ्गाको कारण धेरै निर्दोष मानिसहरूको जीवन गुमिसकेको छ। त्यसैले उनी यो ढुङ्गा प्रयोग नगरी आफ्नै संसारमा फर्किन्छन्। फर्किएपछि उनले अल्फोन्सलाई भन्छन्, म तिमीलाई फिर्ता ल्याउने अर्को बाटो खोज्छु। उनको भाइ पनि सहमत हुँदै भन्छ, हो, यो एल्केमीको कारणले हामीले धेरै गुमाइसकेका छौँ। अब हामीले यसलाई अन्धाधुन्द प्रयोग गर्नु हुँदैन। भित्र रहेका क्लोनहरू जसको मुटुमा दार्शनिक ढुङ्गा थियो, ती सबै नष्ट भइसकेका हुन्छन्। बाँकी बाँचेका केहीलाई सैनिकहरूले नियन्त्रणमा लिन्छन्। फिल्म यहाँ आएर समाप्त हुन्छ, तर कथा यहीँ टुङ्गिँदैन, किनकि अझै भविष्यमा ठूलो खतरा बाँकी छ। र यो खतरा बारेमा अझै जान्नु छ भने हाम्रो च्यानललाई लाइक र सब्स्क्राइब गर्न नबिर्सनुहोला। यति भन्दै अर्को भिडियोमा अवश्य भेट्नेछौँ। धन्यवाद।